वंशीको स्वरमा पुरै निकाल्दिनु नाचेका गाएका यतिकै राखिदिरहनु ल कृष्णजी भन्नुहुन्छ ओहो हे गोपी नारी हो तिमीहरूको त्यस्ता राम्रा नाच्ने त्यो पाउँछु छम 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 गरेर नाच्ने पाउँछु कति भाग्यमानी रहेछ भनेर भन्छ हे कृष्ण तिमीले लाएका ती मयूरका शिरमा लाएका त्यो मयूरको प्वाख पाउने मयूर कति भाग्यमानी नारायण राम राम भन्थे सारी भाई भाई विभिन्न थरीमा लगाएर भगवान कृष्णलाई गोपिनीले लगाइदिन्थे जय बेली चमेली र मधुमखमली माला लगाएपछि गोपिनीका काखै भरी काले धली नारायण राम राम सारै रमाइलो ए हरे जमा भए नाच्ने गाउने यस्तो हुँदैथ्यो अनि भगवान कृष्णले फेरि लीला त गर्नु परेको अब जति पनि यिनीसँग रमेर बसेर त्यही पनि जान्छ त्यहाँबाट कृष्ण एउटी गोपिनीलाई साथमा लिएर कृष्ण आफै नारायण राम राम छैनन् हराए हरे त्यसरी गोपिनीहरूलाई छोडेर भगवान कृष्ण बाटो लाग्नु भयो एउटी राधालाई साथमा जाँदा जाँदै केही पर पुगेपछि राधा भन्न थालिन् हिजो पनि रातभरि हिँडेको कुदेको गोडा दुखेका छन् मलाई हिँड्न धेरै गाह्रो छ हे हजुर हे प्राण प्यारा मलाई त कहीँ पर जानलाई बोकेर लान सक्नुहुन्छ ओहो तिमीलाई यस्तो दुःख पर्यो भने नारायण राम 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 फरक पर्दैन हरे